अहिले रोहतकमा हिन्दू मुस्लिमको झगडा रातिदेखि गरिदिएको छ। त्यो कुन कुतत्व हो हामीलाई थाहा छैन। त्यो नेपालको राम्रो हिन्दू होइन जसले यो झगडा गर्दैछ। त्यो नेपालको राम्रो मुस्लिम होइन जसले झगडा गर्दैछ। पठान लुच्चाहरूले झगडा लगाएको छ र त्यहाँ जल्दैछ। कतिवटा गाडी जलिसक्यो, कतिवटा घर जलिसक्यो, मस्जिद तोडफोड अहिले फेरि हुँदैछ। सुरु छ त्यहाँ। यो प्रवृत्ति नेपालका मुस्लिम, सिख, इसाई, बौद्ध सबैको देश हो। यहाँ बुद्ध जन्मेको छ नजिकै, हैन? यहाँ रामको भूमि छ नजिकै जनकपुरमा। काठमाडौँमा दुईटा ऐतिहासिक 1000 वर्ष पुरानो मस्जिद छ। यही छेउमा यत्रो ठुलो ईदगाह देख्छु। यही छेउमा दलित बस्ती छ, हिन्दू बस्ती छ। हामी बीच कति राम्रो एकता थियो, सद्भाव थियो। हामी झगडा गर्दैनौँ। हो, एउटै घरमा पनि कहिलेका झगडा हुन्छ, त्यसले शान्तिको झगडा भएको होला। तर यसरी चुनावको मुखमा 10 दिन अगाडि घर जलाउने, मस्जिदमा गएर मस्जिद तोडफोड गर्ने जुन प्रवृत्ति छ, यो प्रवृत्ति रोकिनुपर्छ। राष्ट्र निर्माण दल आह्वान गर्दछ मुस्लिम समुदायले पहिले। यो पार्टीको अध्यक्ष नै मुस्लिम भएकोले, कतिपयले मुस्लिम पार्टी भनिदिएकोले हामी मुस्लिम समुदायको तर्फबाट पनि यो आह्वान गर्छौँ। म आफै पनि मुस्लिम महासचिव यो पार्टी आह्वान गर्न चाहन्छौँ। जे हुँदैछ रोहतकमा त्यो तुरुन्त बन्द हुनुपर्छ। र सरकार यो अहिलेको म भन्छु निकम्मा सरकार हो, जसले यो 3-4 महिनाको अवधिमा 5-6 पटक मुस्लिम हिन्दूको लडाइँ गरिदियो र उनीहरूले त्यसलाई शान्त गर्न सकेका छैन। तुरुन्त त्यहाँ फौज पठाएर हुन्छ कि प्रहरी कि सशस्त्र बल पठाएर तुरुन्त त्यो शान्त हुनुपर्छ। यो माग गर्दछ राष्ट्र निर्माण दल। र राष्ट्र निर्माण दल शान्ति चाहन्छ, हिन्दू मुस्लिमको बीचमा सद्भाव चाहन्छ। र खास गरी यो मधेसमा बस्ने मधेसी मुस्लिमहरू पनि मधेसी नै हो। यो मधेसमा बस्ने दलित पनि मधेसी हो। यो मधेसमा बस्ने 50औं वर्ष बसेको पहाडी समुदाय, नेपाली भाषा बोल्ने नेपालीहरू पनि मधेसी नै हो। सबै बीचमा, हामी बीचमा सद्भाव हुनुपर्छ। यो मधेसलाई बचाउनको लागि हामी सबै एक हुनुपर्छ। यो मधेसको कुरामा हामी सबै, हाम्रो दल पनि एकदमै गम्भीर छ, संवेदनशील छ। यो हुनु हुँदैन, तुरुन्त रोकिनुपर्छ। नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई हामी यो स्टेजबाट, यो जनताको बीचबाट आह्वान गर्न चाहन्छौँ। रोहतकको यो आगो अन्य जिल्लामा नचल्कियोस्, यसले हाम्रो देश नसुन्छ। यहाँ मुसलमान जलिरहेको छैन, नेपाली जनता जलिरहेको छ। यहाँ हिन्दूको घर जलिरहेको छैन, नेपाली जनताको घर जलिरहेको छ। यति भन्दै अन्तिममा फेरि म गोलो घेराभित्र पानीको बोतल छाप छ। समी अन्सारी 2टा ब्यालेट पेपर पढ्नुहुन्छ, प्रत्येकको सम्मान पाएको। पहिलो ब्यालेट पेपर 14औं लहरमा, पहिलोमा, दोस्रो, तेस्रो, 14औं लहरमा उहाँको हाम्रो नयाँ पार्टी भएकोले तल जान्छ। छाप छ पानीको बोतल। समीजीलाई पहिले रातो रङको कागज आउँछ उहाँको हातमा। त्यो भोट खसालिसकेपछि फेरि लामो एउटा ठुलो कागज आउँछ, त्यसमा धेरैवटा छ। त्यसको सबभन्दा तल जानुभयो भने 1 लाइन छोडेर माथि हाम्रो दलको छ। त्यो समानुपातिक भोट हाम्रो पार्टीले राष्ट्र पार्टी बनाउनको लागि, मुस्लिम समुदायको मात्र होइन, देशकै राष्ट्र नेता समितिले बनाउनको लागि, मुस्लिम समुदायको नेता बन्न समिति आएको होइन, देशको नेता बन्नको लागि हामीले 4 लाख भोट चाहिएको छ देशभरिमा। त्यो 4 लाख भोट ल्याउनको लागि समानुपातिक कालो रङको हुन्छ, त्यो ठुलो आकारको, त्यसमा पनि भोट हाल्नु होला। यति भन्दै अन्तिममा म नरालो एउटा